हामीसँग अहिले झापा निर्वाचन क्षेत्र नम्बर 4 नेपाली कांग्रेसको तर्फबाट देवमान थेबे प्रत्याशी उम्मेदवार हुनुहुन्छ। तपाईको उम्मेदवारी चाहिँ यसपटकको लागि किन? अब मेरो उम्मेदवारी चाहिँ यो झापा क्षेत्र नम्बर 4 को मूलतः यहाँको विकास निर्माण र शान्ति सुशासनको लागि मेरो उम्मेदवारी रहेको छ। दुई पटक लगभग तपाईको पराजय भयो। त्यसपछि तपाई जनता समक्ष देखिनु कि भएन? अब मैले देखेँ कि देखिन भन्ने विषयमा चाहिँ अहिले क्षेत्र नम्बर 4 का सम्पूर्ण मतदाताहरू आम समुदायहरूले बोल्नुहुन्छ। यो मेरो निर्वाचन क्षेत्र झापाको निर्वाचन क्षेत्र नम्बर 4 को भूगोल चाहिँ कस्तो छ भने यहाँ धेरै ठुलठुला 3टा नदीहरू छन्। त्यसमध्ये बिरिङ, माई, कमल बनेनी ती नदीहरूको नियन्त्रण गर्न जरुरी छ र त्यसभित्र पर्ने उत्तर दक्षिणका सडकहरू जहाँ कि अन्तर्जिल्ला जोड्ने सडकहरू छन् ती सडकहरू निर्माण गर्न जरुरी छ। मैले 74 सालको निर्वाचनमा भाग लिँदै गर्दा मैले आफ्नो घोषणापत्रमा मैले प्रष्ट रूपले राखेको थिएँ कि यो बन्दै गरेको हुलाकी सडकको माई पुललाई तीव्र गतिमा बनाउनको लागि मेरो पहिलो प्राथमिकता रहनेछ। आजसम्म भएको छैन। 12 वर्ष ठ्याक्कै लगभग 12 वर्ष 5-7 दिन 10 दिन भयो होला अगाडि शिलान्यास गरेको पुल, जो पुलको शिलान्यास पनि मैले आफै गरेको, विशेष परिस्थितिको बावजुद मैले शिलान्यास गरेको पुल 2 वर्षसम्म अत्यन्तै दुप्त गतिमा त्यो पुल निर्माण भयो। ठेकदारले पनि राम्रो काम गर्यो। त्यस पश्चात नयाँ संरचना पछाडि 3 तहको सरकार निर्माण भइसके पछाडि त्यो पुल अहिलेसम्म अधुरो रहेको छ, बन्न सकेको छैन। यहाँबाट जाने प्रतिनिधि साथीहरूले यो विषयमा कहीँ कतै आवाज उठाएर यो हुलाकी सडकको पुल बनाउनु पर्छ भनेर उहाँहरूले अलिकति पनि भूमिका निर्माण गरेको मैले पाएको छुइनँ। र अहिले मैले 79 मा पनि चुनाव लडेँ। मैले त्यतिखेर पनि आफ्नो घोषणापत्रमा राखेको छु र अहिले 82 मा चुनाव लड्दै गर्दा मेरो पहिलो प्राथमिकता चाहिँ हुलाकी सडकको माईको पुललाई 2 वर्षभित्रमा निर्माण गर्ने मैले आफ्नो प्रतिबद्धता जाहेर गरेको छु। सँगसँगै यो उत्तर दक्षिणका सडकहरू छन्। झापा क्षेत्र नम्बर 4 मा 2वटा भन्सारहरू 24-25 वर्ष 26 वर्ष अगाडिदेखि भन्सार चाहिँ बन्द भएको छ, भन्सार बन्द भएको छ। जुन झापा छोटी भन्सार अहिले बन्द अवस्थामा छ, त्यो भन्सारलाई पहिलो त सुचारू गर्ने, अर्को कुञ्जीबारी भन्सार छ, कुञ्जीबारी भन्सारलाई सुचारू गराउने र झापाको डिगलबेङ अथवा झापादेखि सुरुङ्गा, धनुषकोटी, दानाबारी हुँदै इलाम जोड्ने सडक र त्यो इलाम जोडिसके पछाडि 5 थर ताप्लेजुङ हुँदै घुन्सा चाइना जोड्ने सडकमा परिणत हुन्छ। त्यसले गर्दा यो सडकलाई मैले मूलतः एउटा छिमेकी मुलुक भारत जोड्नको लागि यो सडक निर्माण मेरो प्राथमिकता सहित यो सडक निर्माण गर्छु भनेर मैले घोषणापत्रमा राखेको थिएँ। तर जनताले यी कुराहरू बुझ्न सकेनन्। र दोस्रो सडक छ तल बगा चौधरी कुञ्जीबारी हुँदै बुल्लुचोक हुँदै शिवगञ्ज दुधे मैनाचुरी हुँदै लारुम्बा भएर चाहिँ राके सडक छ। त्यो सडकलाई पनि मैले आफ्नो घोषणापत्रमा राखेर अन्तर्जिल्ला जोड्ने सडकको रूपमा मैले राखेको थिएँ। त्यसमा पनि यहाँका आम जनसमुदायले बुझ्न भएन। र अर्को मेरो प्राथमिकताको सडक जुन यो फेरि झापाकै सालमारादेखि हुलाकी सडक हुँदै सिमलबाडी, मदरगाछ र यो राजमार्ग जोड्ने सुरुङ्गा जोड्ने सडक रहेको छ। अर्को सडक फेरि पनि कुञ्जीबारी हुँदै ओडारी चोक हुँदै माङ्लोबारे र धर्मपुर जोड्ने जुन सडक छ त्यो सडक पनि जोड्ने मेरो प्राथमिकतामा छ। र अर्को सडक एउटा फेरि यो माइदारबाट चिल्लागढ हुँदै बेङडाँडा हुँदै शिवगञ्ज जोड्ने सडक रहेको छ। मैले यी सडकहरूलाई जोडेर यहाँको 4 नम्बर क्षेत्रको आम जनसमुदायको यातायातमा सुविधा पुर्याउने र अन्तर्जिल्ला जोड्ने सडकको रूपमा मैले आफूले लिएको कुरा पनि यो सञ्चार माध्यमबाट फेरि पनि आम जनसमुदायलाई राख्न चाहन्छु। र मैले अघि भने झापामा यी 3टा नदीहरूले मेरो निर्वाचन क्षेत्रमा अत्यन्तै यहाँको जनतालाई
हरेक साल सयौं घर विस्थापित हुने, हजारौं बिघा जग्गाहरू कटान हुने, तर पनि अहिलेसम्मको यहाँको जनप्रतिनिधिहरूले यी नदीहरूलाई नियन्त्रण गर्नको लागि कुनै पनि भूमिका गर्नु भएन। त्यसले गर्दा मैले बारम्बार यो जनताको तटबन्धनको अफिस जतिखेर हामीले विराटनगरबाट यहाँ ल्याउन सक्यौँ र ल्याइसके पछाडि म लगातार लागिरहेको छु। चुनाव हारे पनि मैले यी नदी नियन्त्रणमा विशेष बजेट मार्फत यो अफिसमा नियमित बजेट 10 करोड 12 करोड कहिले कहिले धेरै आयो भने 15 करोड बजेट आउँछ। 15 करोडले झापा जिल्लाका 8वटा नदीहरूलाई सम्बोधन गर्नुपर्छ, केही पनि हुन सक्दैन। त्यसले गर्दा हरेक साल मैले विशेष बजेट सम्बन्धित मन्त्रालयसँग अनुरोध गरेर माथि मन्त्रालयका सचिवजी, डिजीहरू, डिडिजीहरू, सबै कर्मचारी मित्र साथीहरूसँग अनुरोध गरेर हरेक वर्ष मैले केही न केही बजेट ल्याएर तीनटै नदीलाई सम्बोधन गरेर नदी नियन्त्रण गर्ने कुरामा म लागेको छु। यही गएको वर्ष मात्र मैले सम्बन्धित मन्त्री दीपक खड्काजी मन्त्री हुनुहुन्थ्यो, मेरो समकालीन साथी, उहाँसँग गएर मैले पहिलो चरणमा 32 करोड निकासा गराएँ र दोस्रो चरणमा 20 करोड निकासा गरेर 52 करोड पैसा ल्याएर अहिले पनि यी तीनटा नदीहरूमा मात्र 32 करोडको यो गएको वर्ष काम भइराखेको छ। र फेरि थप गएको बाढीले, कार्तिकको बाढीले क्षति गरेको ठाउँहरूलाई हामीले तत्कालै 1.5 महिना अगाडि अनुगमन गरेर विपद व्यवस्थापन समितिको तर्फबाट अनुगमन गरेर यी नदीहरूमा पुनः काम तुरुन्तै गर्नुपर्छ भनेर माईको वारी तल सिमलबाडीको पश्चिम टप्पुमा 6.5 करोडको टेन्डर लागिसकेको छ। कटगाईको 2 नम्बर वार्ड धनुषकोटी मन्दिरदेखि दक्षिणपट्टि 2.5 करोडको टेन्डर लागिसकेको छ। त्यसै गरी माईपारी 2 ठाउँ त्यसरी नै 9 करोडको 2 ठाउँ टेन्डर लागिसकेको छ र माईको वारीपारी विपद व्यवस्थापन समितिबाट भर्खरै वारी 9 करोड पारी 9 करोडको टेन्डर लागेर अब काम हुने अवस्थामा छ। त्यसले गर्दा म जहिले पनि यो 4 नम्बर क्षेत्रको चाहे बाटाघाटाहरू हुन्, चाहे पुल पुलेसाहरू हुन्, चाहे नदी नियन्त्रणका कुराहरू हुन्, चाहे शिक्षा स्वास्थ्यका कुराहरू हुन्, यी सबै विषयमा चुनाव हारे पनि म निरन्तर जनताको माझमा रहेर मैले काम गरिराखेको छु। अब चुनौती नै चुनौती रहेछ दाइ, होइन? अब जनतालाई चाहिँ कसरी विश्वस्त गराउनुहुन्छ यसपटकको लागि? होइन, जनतालाई विश्वास गराउने कुरामा मैले जनताको माझमा रहेर जहिले काम गरेको छु। मेरो राजनीतिक जीवन यात्रा लामो छ। मैले जननिर्वाचित भएर काम गरेको पनि अहिले 34 वर्ष लगभग पुगिसक्यो। अहिले विशेष त यो मेरो निर्वाचन क्षेत्रमा म जताततै जाँदै गर्दाखेरि अत्यन्तै यो मल बिउको चाहिँ हाहाकार भएको मैले बुझेको छु। त्यसमा पनि झापा गाउँपालिका चाहिँ यो देशकै 753 पालिकाहरूमध्ये सबैभन्दा उत्कृष्ट मकै उत्पादन हुने पालिका चाहिँ झापा गाउँपालिका, जहाँ कि नेपाल सरकारले मकै जोन भनेर घोषणा पनि गरेको छ। अब यहाँ मल बिउको यति अभाव छ। अब यो मल चाहिँ केन्द्रले पठाउँदै गर्दाखेरि झापामा पठाउने मल पनि त्यति नै, यो त त्यसै पनि उत्पादनमूलक जिल्ला हो। अब सिरा सप्तरीमा पठाउने मल पनि त्यति नै, दार्चुलामा पठाउने त्यति नै, डडेलधुरामा पठाउने पनि त्यतिकै, सोलुमा पठाउने पनि त्यतिकै। यो व्यतिथिलाई म के भन्न चाहन्छु भने अब यसरी हुँदैन। हरेक जिल्लाहरूमा त्यहाँको उत्पादनलाई मूल आधार बनाएर कुन जिल्लामा कति पठाउँदा हुन्छ भन्ने कुरा चाहिँ एउटा नीति र पोलिसी गर्नु पर्यो, सरकारले गर्नु पर्यो। त्यसले गर्दा यो मल पठाउँदै गर्दा, बिउ पठाउँदै गर्दा हामी यो आधार बढाएर पठाउने कुरामा चाहिँ म पहल गर्छु, नम्बर 1। नम्बर 2, झापा गाउँपालिकाको मकै जति उत्पादन हुन्छ, जनताले यति शास्ति बेहोरेर यत्रो मकै उत्पादन गर्छन्, त्यो मकैले बजार पाएको छैन। यहाँको मकै चाहिँ गएर 3 नम्बर 4 नम्बर प्रदेशमा पुगेर चाहिँ त्यहाँनिर चाहिँ तपाईँको यो मकैलाई चाहिँ प्रशोधन गरेर चाहिँ विभिन्न परिकार बनाएर चाहिँ हामीले गाईको दानादेखि कुखुरा चारोदेखि हामी मानवले केटाकेटीदेखि बुढापाकाले खानेसम्म परिकार चाहिँ फेरि हामी यहाँ ल्याउनुपर्छ। अहिलेसम्म यो मकै जुन भएको पालिकामा हामीले मकैलाई चाहिँ एउटा ड्राई गरेर चाहिँ सुकाउने एउटा प्लान्टसम्म हामीले राख्न सकेका छैनौँ। यो कसैले ध्यानै दिएको छैन। त्यसले गर्दा मेरो प्राथमिकतामा के छ भने झापा गाउँपालिकालाई लक्षित गरेर एउटा मकै ड्राई ठुलो एउटा प्लान्ट राख्ने र मकैबाट बन्ने परिकारको लागि चाहिँ एउटा ठुलो उद्योग, चाहे नेपाल सरकारको तर्फबाट होस्, चाहे नेपाल सरकारले ठुल्ठुला उद्योगपतिहरूलाई चाहिँ एउटा शान्ति सुव्यवस्थाको विश्वास दिलाएर ठुलो उद्योग खोल्ने
कुरामा चाहिँ म लाग्ने कुरा राख्दछु। र अर्को यो खेल मैदानको कुराहरू छ। म जताततै जाँदाखेरि युवाहरूले भन्नुहुन्छ, तरुणहरूले भन्नुहुन्छ खेल मैदानको अभाव देखेको छु। मैले आफ्नो घोषणापत्रमा पनि मैले राखेको छु र म जाँदै गर्दा म भोलि यहाँ निर्वाचित भएर गएँ, सरकारको एउटा प्रतिनिधिको रूपमा भएँ भने मेरो निर्वाचनमा रहेका 4वटा पालिका छन्। त्यो 4वटा पालिकामा चाहिँ एक पालिका एक खेल मैदान, यो चाहिँ खुल्ला व्यायामशाला सहितको एउटा चाहिँ एक पालिका एक खेल मैदान बनाउने कुरामा चाहिँ म लाग्ने कुरा मेरो घोषणा पत्र मार्फत पनि मैले दिएको छु। र जुन भदौ 23 र 24मा जुन एउटा जेन्जी आन्दोलन भयो, युवा एकदम युवा जोस जाँगरको सायद उहाँहरूले आन्दोलन गर्नुभयो। उहाँहरूका मागहरू छन्, कति मागहरू अत्यन्तै जायज मागहरू छन् र त्यसलाई पनि हामीले यो निर्वाचन भइसके पछाडि, यो निर्वाचनबाट सरकार बनिसके पछाडि सदनबाटै ती उचित मागहरूलाई पुरा गर्नुपर्छ भनेर म आफ्नो तर्फबाट प्रतिनिधिको रूपमा प्रतिनिधि भएर म ती मागहरूलाई पुरा गर्ने कुरामा अगाडि बढ्न चाहन्छु। म 2049 देखि 59 सम्म तत्कालीन कुमरखोद गाविसको अध्यक्ष रहेर काम गरेँ। मैले जनताको जनजीवनमा बसेर जनप्रतिनिधिको भूमिका निर्वाह गरेँ। जतिखेर जनप्रतिनिधि विहीन अवस्था थियो, जनप्रतिनिधि विहीन अवस्थामा पनि नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट म जिल्ला विकासमा, तत्कालीन जिल्ला विकासमा, त्यो जिल्ला विकासको संयन्त्रको सदस्य भएको नाताले यो निर्वाचन क्षेत्रमा मात्र होइन, झापाका सबै क्षेत्रहरूमा, सिङ्गो झापामा विकास निर्माणको काम गर्ने कुरामा मैले अग्रणी भूमिका निर्वाह गरेको मैले पाएको छु। र अहिले म जाँदा जाँदै आफ्नो क्षेत्रमा, मेरो निर्वाचन क्षेत्रमा अत्यन्तै एउटा धार्मिक पर्यटकीय क्षेत्र पनि छ। यहीँ तपाईँको माथि धनुषकोटी धाम छ, शिवशताक्षी धाम छ, चिल्लागढ धाम छ। यस्ता धेरै धामहरू छन्। पर्यटकीय स्थल भन्ने हो भने यहीँ दोमुखा छ। यस्ता धेरै पर्यटकीय स्थलहरू छन्, मठ मन्दिरहरू धेरै छन्। सबै धर्म संस्कृतिलाई झल्काउने, सबै आस्थामा आश्रित भएर बस्ने धेरै मठ मन्दिरहरू छन्। यी मन्दिरहरूलाई पनि हामीले सम्बोधन गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने कुरामा म लागेको छु। र दैनिक जीवनमा गर्ने मैले यहाँका सबै नागरिकहरूसँग रहेर दैनिक जीवनका हरेक समस्याहरूलाई समाधान गर्नको लागि मैले आफू अत्यन्तै तलैबाट भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ। त्यसले गर्दा पनि मलाई यो पालि म तेस्रोचोटि नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवारी दिँदै गर्दा यहाँका आम समुदायले, आम मतदाताहरूले पक्कै पनि मलाई विश्वास गर्नुहुन्छ जस्तो मलाई लाग्दछ। झापा क्षेत्र नम्बर 4 चाहिँ सिमानासँग जोडिएको छ होइन। त्यो सिमानाको जोडिएको ठाउँलाई चाहिँ अलिक नाकाहरू छन्, नाकाहरू सबै ठप्प रहेको अवस्था छ होइन। त्यो नाकाहरूलाई चाहिँ तपाईँको जितिसके पछाडि, तपाईँ सरकारमा पुगिसके पछाडि चाहिँ त्यो कुन आधारले त्यो नाका खोलेर त्यहाँको जनतालाई वातावरण सहज बनाइदिन सक्नुहुन्छ? यो मैले चाहेको कुरा तपाईँहरूले सोध्नुभयो। वास्तवमै भन्ने हो भने झापा जिल्लाको सिमाना, पूर्वी सिमाना भनौँ या दक्षिणी सिमाना, यहाँ बिहार र बङ्गाल दुईटै सिमाना पर्दछ। तर काहीँ नभएको हाँडी जात्रा जस्तो चाहिँ यही 4 नम्बर क्षेत्रको सिमाना, जहाँ कि पारिपट्टि डिगल ब्याङ्क, वारिपट्टि लसुना, झापा बोर्डरमा छ। त्यहाँ कुनै आवत छैन अहिलेसम्म। त्यसलाई, त्यो सिमानालाई खोल्नुपर्छ, त्यो नाकालाई खोल्नुपर्छ भनेर अहिलेसम्मको त्यहाँको भूमिका निर्वाह गर्ने जुन हुनुहुन्छ, सांसद हुनुहुन्छ, उहाँहरूले त्यो भूमिका निर्वाह गर्नु भएन। कुनै दिन पनि सदनमा पनि बोलेको जस्तो लाग्दैन। कुनै पनि नेपाल सरकार मार्फत इन्डियन सरकारसँग अथवा लबिङ गरेर दूतावासमा गएर यो विषयमा बोले जस्तो लाग्दैन। मैले आफ्नो घोषणापत्रमा पनि भनेको छु, मेरो पहिलो प्राथमिकता पनि रहनेछ यो नाकालाई म निर्वाचित भएर जितेर गइसके पछाडि त्यहाँको भूगोल पनि थाहा छ मलाई, त्यहाँको माटो पनि थाहा छ, मेरो मतदाता रहेको मेरो पालिका पनि त्यही हो। त्यसले गर्दा यो जनतालाई अत्यन्त एकदम दुःख शास्ति भइराखेको जुन अवस्था छ, यो अवस्थालाई म जितेर गइसकेपछि मेरो भूमिकालाई त्यहाँनिर पहिलो प्राथमिकता दिँदै इन्डियन सरकारसँग हामीले नेपाल सरकारको तर्फबाट लबिङ गरेर दूतावास मार्फत दिल्लीमै कुरा पुर्याएर पनि यो नाकालाई तुरुन्तै खोल्ने कुरामा म अगाडि बढ्नेछु। अब अन्त्यमा छौँ हामी। लगभग तपाईँ अहिले
क्षेत्र नम्बर 4 भरि घुमिराख्नु भएको छ। तपाईँको मतदाताहरूलाई के भन्नुहुन्छ, कसरी भोट माग्नुहुन्छ तपाईँ? मैले बारम्बार गर्ने गरेको छु। मैले मत माग्न जाँदाखेरि पनि अहिले पहिलेको निर्वाचनको ढाँचाभन्दा अलि पृथक ढाँचाले गएको छु। प्रत्येक वार्डको प्रत्येक टोलमा जाने, त्यो वार्डका सबै समुदायहरूसँग बस्ने, सबै समुदायसँग बसिसके पछाडि सबै समुदायहरूका आफ्ना गुनासाहरू सुन्ने, उहाँहरूका केही सुझावहरू छन् त्यो पनि सुन्ने, हामीसँग के अपेक्षा छ त्यो पनि सुन्ने र अहिलेसम्म जितेर जाने साथीहरूले के गर्नुभयो गर्नु भएन त्यसको पनि समीक्षा गर्ने र हामी जितेर गइसके पछाडि के गर्छौँ भन्ने कुरा पनि उहाँहरूलाई राख्ने। सबै कुरा बुझाइसके पछाडि मैले अहिलेसम्म यो सिङ्गो झापामा अथवा यो निर्वाचन क्षेत्रमा बसेर काम गरेको पनि लगभग 3.5 दशकभन्दा बढी भएछ जनप्रतिनिधि भएर काम गरेको। त्यसले गर्दा म त सधैँ जनताको माझमा छु नि त, सुख दुःखमा छु नि त। यहाँनिर बाढी पीडित भयो मै उभिएको छु, ठुल्ठुलो आगजानी भयो मै उभिएको छु। आखिर जनताको सुख दुःखमा भन्छन् नि बुढापाकाले, जिउँदो हुँदा जन्ती मर्दा मलामी पनि छु। यहाँ हरेक सुख दुःखमा मै छु। त्यसले गर्दा मलाई यो 4 नम्बर क्षेत्रका जनताले पक्कै पनि यो पालिको निर्वाचनमा मैले अहिलेसम्म गरिराखेको कामको आधारमा मूल्याङ्कन गरेर उहाँहरूले आफ्नो अमूल्य मत दिएर मलाई विजय गराउनुहुन्छ जस्तो मलाई लाग्दछ।